हेलो गाइजहरु, दर्शक नमस्ते। आज चाहिँ म धेरै खुसी छु कि साथीहरु, किनकि मेरो अभागी छोराले फर्स्ट टाइमको एक्जाममै धेरै राम्रो नम्बर ल्याएको छ कि साथीहरु। त्यही भएर धेरै खुसी छु। अझ यो मेरो खुसी सँगसँगै मेरो स्वर्गीय बुढा भइदिएको भए झन् यो मन धेरै नै खुसी हुने थियो साथीहरु। के गर्नु हैन, सधैँ यस्तै गरी नै अगाडि बढोस् भन्न चाहन्छु म। मेरो अभागी छोरा हैन, अझै नि पढ्दैछ यहाँ, किनकि उसको बाबाको सपना के छोराले राम्रो स्कुलमा पढाएर धेरै राम्रो गराउने सोच थियो हैन। उसको बुवाको सपना नि मेरो छोरा सँगसँगै पुरा गराउन मन छ। म सकेसम्म चाहिँ मेरो छोरालाई राम्रो बाटो नै देखाएरै छोड्नेछु भन्दैछु साथीहरु हैन। पढ्दैछ, सधैँ यस्तै ज्ञानी भएर पढोस्, राम्रो नम्बर ल्याइदियोस् मेरो अभागी छोराले। हेर्दै जाऊँ है साथीहरु, मेरो छोराले के विषयमा कति राम्रो नम्बर ल्याएछ भन्ने कुराहरु। म चाहिँ मेरो छोराको फाइल खोल्न गएँ है साथीहरु। हेरौँ, मेरो छोराले राम्रो नम्बर ल्याएछ। सधैँ यस्तै गरी नै राम्रो ल्याएर अगाडि बढोस् मेरो अभागी छोरा हैन। उसको स्वर्गीय बाबाको सपना नि पुरा गरिदियोस्। वैशाखदेखि भर्ना गरेको अनि यति राम्रो ल्याइदियो, मलाई चाहिँ धेरै खुसी लागेछ। अझै राम्रो हुँदै जाओस् मेरो छोराको पढाइ। यति हो साथीहरु। हेरौँ, यति ल्याएछ कि मेरो छोराले। इङ्ग्लिसदेखि एदेखि कटा छ, अनि नेपालीदेखि ए, अनि राम्रो ल्याएछ कि जोस् मेरो छोराले हैन। यस्तै गरेर अगाडि बढोस् भन्न चाहन्छु मेरो छोरा हैन। उसको स्वर्गीय बाबाको सपना नि पुरा गरिदियोस्। हेर्नुस् स्वर्गीय बुढा स्वर्गबाट भए नि हाम्रो छोरालाई हैन आशीर्वाद दिनु। हजुर हाम्रो साथमा नभए पनि त हेर्नुहुन्छ होला हैन। अझै यसै गरी नै हाम्रो अभागी छोराले राम्रो गर्दै जाओस् के हैन।